हेलो साथीहरू, गुड मर्निङ। आज पुस 15 गते हामी चाहिँ बिहान उठेर माथिल्लो घरतिर गएर सल्लाह गर्दैछौँ कि कहाँ जाने भनेर। आज चाहिँ पुस 15 गते पिकनिक जाने भनिरहेछन्। अब हाम्रो चाहिँ टाइमै छैन, केटाकेटी छ, हेर्नुपर्छ, भिडियो बनाउन त्यस्तै हो। राम्रो हुन्छ कि हुन्न थाहा छैन। यो चाहिँ हामी 12 बजे रेडी भएर हिँडेको अवस्था, ढिलो भयो, के गर्ने, यस्तै छ। यो चाहिँ हाम्रो बडीगार्ड खोला हो। म चाहिँ थोरै भिडियो बनाउँछु, त्यस्तो धेरै भिडियो बनाएर देखाउन चाहिँ पाउँदैन, किनकि मेरो टाइम मिल्दैन कि मेरो के मिल्दैन। यो चाहिँ हामी हाँसपोखरी आइसक्यौँ गाडी चढेर। यो चाहिँ वामी बजार आउनु लाग्यौँ। हामी चाहिँ बागलुङको गलकोट हटिया भन्ने ठाउँबाट अझै भित्र के झरना भन्ने थियो कि गाईघाट झरना हेर्न जानु लागेको। यस्तो हुन्छ बोल्दा बोल्दै बिर्सिन्छु, माया गरिदिनु होला। त्यही नि, अब यो चाहिँ वामीको हाई स्कुल हो। सबैले चिन्नुभएको छ होला, नचिन्नेले पनि अब सुनिदिनु, केही छैन। यो चाहिँ हामी हिँडिरहेको छौँ गाडीमा। टाइम नि थुप्रै लाग्छ कि साथीहरू। अब के गर्ने, 81 प्लान बन्यो, 12 बजे बल्ल रेडी भएर हिँड्दाखेरि यस्तो छ। हाम्रोतिर चाहिँ बेसी नि घाम लागेको छ एकदम। दिउँसोमा चाहिँ त्यो राम्रो घाम लाग्छ, बिहान साँझ चाहिँ एकदम जाडो हुन्छ। यस्तो छ। हामी चाहिँ अब त्यहाँदेखि ट्याक्सीमा जानुपर्छ, किनकि अब त्यहाँ ट्याक्सी यतातिर ट्याक्सी धेरै लाग्छ, त्यो ट्याक्सीमा जानुपर्छ। अटाइ छ, हामी धेरैजना थियौँ। त्यही भएर अब बाटो पनि यस्तो राम्रो छ, जो पिच नै छ यतातिरको। अब यतातिरको क्लाइमेट चाहिँ सो ब्युटिफुल भनौँ, सो राम्रो छ, एकदम राम्रो छ कि घाम लाग्छ। अब कता त अब घाम लागेको छैन। यता चाहिँ आनन्दले घाम चाहिँ ताप्नु चाहिँ पाइन्छ। यतातिर चाहिँ एकदम राम्रो छ क्या। यो चाहिँ अब हामी मेन हटिया बजार पुग्न लागेको। यो चाहिँ यो पुल कटेसी हटिया बजार आउँछ। हामी चाहिँ अब हटिया बजार आइसक्यौँ। यो चाहिँ हटिया बजार हो। अब यहाँ चाहिँ धेरै मगरहरूको बस्ती छ गरे, अनि राम्रो छ, जे होस् विकसित हुँदैछ भनौँ। अब चिन्नेहरू जतिलाई त थाहा होला, अब नचिन्नेले नि अब हेरिदिनु, केही छैन। यो चाहिँ हामी जाँदैछौँ चाहिँ हटिया बजार। अब यो बजार नि कटेर अझै भित्र जानुपर्छ कि साथीहरू। यो चाहिँ हामी भित्र छिर्यौँ। अब बजारदेखि मेन बजारदेखि अझ भित्र छिर्यौँ। बजारभित्र छिरेपछि पनि यस्तो राम्रो घरहरू छ हटियामा कि अब यो पक्की घर त बजारमा नि हुन्छ, भइहाल्यो। भित्र चाहिँ जे होस् ढुङ्गाले चाँगेको घरहरू, छत कि ढुङ्गाले चाँगेको वाला अर्कैवाला राम्रो हुन्छ कि घर। मलाई चाहिँ एकदम मनपर्छ। यताको डाँडा काँडा चाहिँ एकदम अल्को हुन्छ कि। मलाई चाहिँ यो पनि मनपर्छ। यहाँको खेती यस्तो राम्रो देखेछ। हामी चाहिँ पुगिसक्यौँ। अब गफ गर्दै हेर्नु साथीहरू, म के बोल्छु माफ गरिदिनु होला, बोल्न नजाने पार। यो चाहिँ हाम्रो डेस्टिनेसन हो। हामी चाहिँ यही हेर्न गएको। मेरो साथीहरू हेर्नु सब आफ्नो पारामा छन्, कहिल्यै ढङ्ग छैन के गर्ने, कसरी बनाउने भन्ने। केटाकेटी यत्रा छन्, हामी त्यति ट्याक्सीमा कसरी अटायौँ मलाई हेर्नु। यही झर्ना हेर्न गएको हामी चाहिँ। मेरो छोरा चाहिँ मान्दैन, चलेको चले हिँडेको हिँडे। उसैलाई हेर्दा ठिक्क हुन्छ हेर्नु, भरे घुम्न जानु कि उसलाई हेर्नु, भरे हेरेर नि फर्किसक्यौँ। अब चाहिँ हामी गलकोट नगरपालिकाको दरबार हेर्न भनेर गएको। दरबार चाहिँ जस राम्रो छ हेर्नु न। मैले भनेको थिएँ नि ढुङ्गाले चाँगे घर हुन्छ भनेर, यही हो कि। कस्तो राम्रो छ हेर्नु। वाह, दरबार चाहिँ यही साथीहरू। हामी चाहिँ दरबार घुम्न भनेर गएको, हेर्न भनेर। त्यहाँ नि एकदम राम्रो छ कि भित्र। मलाई राम्रो लाग्यो। जस केटाकेटीहरू पिङ खेल्ने, भुल्ने, माछा हेर्नु, माछा नि पाल्नु भएको रहेछ। अनि रिसोर्ट नि छ। हाम्रो फेरि अब खाना सुरु भयो हेर्नु। हामी 12 बजी हिँडेर, कति बजी थियो, 2 बजी थियो होला सायद खाना लाग्दा चाहिँ। घरबाट नै सिम्पल नास्ता मात्र बनाएर लगेको, अरू केही खानु पाइएन, न बाटोमा केही किन्न पाइयो। खाना खाएपछि चाहिँ, नास्ता खाएपछि चाहिँ यसरी हामी नाच्न लाग्यो। उहाँ गएर चाहिँ साथीहरू भेट हुनु गयो। त्यसपछि अलिअलि नाचियो भन्दा हुन्छ, खासै धेरै नाच्न पाइन। अब यस्तै हो, छोराहरू पछि लाग्छन्, नाच्न दिँदैनन्। छोरालाई नि हेर्नै पर्यो, के गर्नु साथीहरू, घुम्न गएको भन्नु मात्र हो। अब चाहिँ छोरालाई भुलाउन यस्तो छ, छोराले नदिएपछि के गर्नु। अब यस्तै भयो नि, गर्नु पर्यो, पिङ खेल्नु पर्यो। यहाँको चाहिँ यस्तो सुविधा चाहिँ सजियोस्, मलाई चाहिँ राम्रो लाग्यो। डेकोरेसनहरू ठिकै छ। अब यति हुनु भनेको पनि राम्रो हो यहाँको लागि चाहिँ, म त्यही भन्छु।
यहाँ चाहिँ अब सानो रेस्टुरेन्ट नै रहेछ भनौँ भित्र चाहिँ दरबारमा जे होस् खान बस्न अब नाच्न यही हो हाम्रो लास्टको डेस्टिनेसन हेर्नु गाइजहरू हाम्रो चाहिँ यही हो थ्याङ्क फर वाचिङ गाइज